हजुर माया जालैमा जालैमा हामी चाहिँ कहाँ जाने हो हामी 3 जुरे जान रेडी भएको 3:30 बजेदेखि रेडी भएको 4 बजिसक्यो त्यही पनि अहिलेसम्म गाडी आएको छैन कहिले गएर फर्किने हो कहिले गएर फर्किने यो मान्छेलाई घरमै छोडिदिने हो हैन बस्ने हैन घरमा अरे अले 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 हिँड्न चाहिँ खोज्छ हिँड्न जान्दैन हजुर यो निनु 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 ए मामै चाहियो मेरो छोरालाई मामै चाहियो ल मामुलाई माया गर्दौ न त हाप्पा गर्दौ मामुलाई जान्दै जान्दैन यत्रो बुढो भएर पनि माया गर्दौ छोरो नगर्ने दिन्छौ नि माया गर्दौ न मामुलाई जुटेको मन्दिर हेलो बाबु कहाँ आयो बाबु कहाँ आयो मेरो बाबु आमामा यस्तो तल पनि घर हुँदो रहेछ त हेलो गाइस लाली गुराँस हेर्न आएको त गुराँस त भर्खर पो कोपिला लाग्दो रहेछ फुलेकै छैन अब खानेकुरा खाने हो बाटो लाग्ने हो फुल चाहिँ फुलेन रहेछ छिटो आएछौँ है कोपिला पनि सानो लाग्दो रहेछ पक्का खरायो हरायो कता हरायो अरे मृगै होइन गनाउने कि चित्तहरू मृगै हो नि गनाउने होइन कस्तुरी मृगै के भन्छ कि कुन आहा आदतमा फेरि ल लाली गुराँस चाहिँ रातै फुलेर हेर्दा हेर्दै चाहिँ कोपिलाको लागि बनाइदिएको भिडियो है मैले लाली गुराँसको बोट र लाली गुराँस फुलेको रातै फुलेको यी माथि यहाँ ड्राइभर चाहिँ हुनुहुन्छ चिसोमा चिसो हावा छ पातलो छ यो ज्याकेट यस्तो ज्याकेट लिएर आएछ नानाले नि गर्मी छ भन अनि त्यसलाई पनि चाहियो गाडी तिमी कुदाऊ नि कुदा डाँडाको हेर्दैछ अब बरु मेरो छोराले हिँड्छ ड्राइभरले सुट हो यहाँनिर गर्मी हुँदैन के यो भनेको माथि पाहाडले ठाउँ हो नि त यहाँ हावा चिसो आउँछ घामै लाग्यो पनि कस्तुरी सी है आदत तुम्हारी पिकनिक पो खान आएछ लाली गुराँस हेर्न आएको त जाऊ 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 डल्लै त सामानहरू सबै तेरो गाडीमा लगा के छ गुराँस नानी गुराँस नानी हामी गुराँस नानी हुन आएको हो कि होइन दे भन्दै ऊ हेर्न सुमिरा हेर्न देखिदियो भनेको त्यसले त्यसको गाडी ऊ फ्यालो उसको हेर्न ऊ दे दे भन्दैछ रिसाले दे दे
आगो फुक्न त दाउरा ल्याउनु पर्यो नि त। ओइ बस न ओह्रालो उकालो। उही त ढुङ्गाहरू चाहिँ दामी दामी बनाएको छ बुट्टा हानेर। म त माथि माथि चढ्छु होला हौ। उता त गोही पो बनाएको रहेछ त। उला यो फुल नि के अरे यो अब वैशाख अन्तिमतिर फुल्छ अरे फुल्नु छ भने फेरि झर्नु थालिहाल्छ। त्यही भएर एउटै दिदैन अरे नि। त्यही भएर यो बाजी त छिट्टै आएको र झन् छिट्टो आयो। यहाँ मान्छेको फोन नम्बर लगिदिउँ कि क्या भाइ? हामी के हरियाली हेर्न आएको नि। हरियाली ठुलो गाडी हो यहाँ कराउँदैछ। यहाँ त बाँध्दैछ। अनि गुराँसको फुल काट्नलाई खुकुरी ल्याउने मान्छे खै खुकुरी। गुराँसको फुल काटेर लान्छु भनेर खुकुरी बोक्नु हुँदैछ अरे त। अनि स्कुटीमा गुराँसको फुल हेर्न आउने मान्छेहरू हेरेको बनायो होइन गुराँसको फुलले। हामी हेरेको हेरै के छेर पनि चलो कस्तो फुलेको छ नि। यो कुन फुल हो? यो त दामी फुलेको छ। लु यसको पत्ता पनि नहुँदो रहेछ। पिङ्क कलरको लाली गुराँस चाहिँ फुलेको रहेछ। मछली खाने खोलेको ल्याऊ आइ म त खान्छु तिम्रो छेउ। मसँग त छैन। मैले झन् डाउनलोडै गरेको छैन। मोमो नि दालै दाल पो रहेछ। गाडी खोसाउ खोसाउ। लहाई 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 लहाई। ओइ नाच उठेर नाच नाच नाच। अहै 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 नाच है नाच मेरो नाच। लुगा किनेर लाएर आएछन्। जामा खोइ जामा जामा खोइ जामा। यहाँ चाहिँ कस्तो छ? भन्दै ड्राइभरले भन्दैछ त यो लाली गुराँस होइन भनेर। अब बाटो लाग्यो लाली गुराँसले जिल्ला बाटिहाल्यो। यता आउनेहरूलाई पनि बिचराहरू नरमाइलो भयो अरे। लाली गुराँस हेर्न आएको थियौँ। लाली गुराँस हेऱ्यौँ, कोट पनि हेऱ्यौँ, लाली गुराँस मात्रै हेऱ्यौँ। कृपया लाली गुराँस हेर्न यो
फागुनको दोस्रो हप्ता होइन अन्तिममा आउनु होला अब लाली गुराँस पनि हेऱ्यौँ अब गयौँ ल खायौँ अब हिँड्यौँ ल सबै यता फर्केर हाई भन्नु न हौ हाई भन्नु न यता ए खाइसक्छु पकाइ थरी थरीका लाली गुराँस देख्यौ ए लाली गुराँस अरे यही हो लाली गुराँस अब लाली गुराँस बुवा हात चाहिँ तर बान्दा हुँदैन होला आयो हात चाहिँ खुल्ला झार्नु नि के बानी राख्नु भएको कस्तो दामी बनाएको नि कस्तो मलाई गाह्रो लागेको छ कति मिहिनेत गर्ला यसमा कस्तो फोटो खिच्दै हिँड्नु अब डुल्नु उता हेर्नु उहिले तपाईँ पनि यसरी नै बोक्नुहुन्छ होइन भारी यसले जस्तै यत्रो त भारी बोक्नुहुन्थ्यो नि हाम्रो बाले पहिला तोकमा पनि लाउनुहुन्थ्यो नि डाडु पनि रहेछ बुवा कन्ती ए सबै बोकेर हिँड्नु पर्दो रहेछ नुन बोक्नु जाँदा यसरी नै बोक्नु भएको छैन अघि भन्नुभएको कि होइन यसरी कन्ती थाल बोकेर हिँड्नुहुन्थ्यो अरे हाम्रो बा ल हर्का साम्पाङले याद दिलाइदिनु भयो धन्यवाद चिन्नु भयो हर्का साम्पाङ चिनेको अस्ति चिनेको हाम्रो बाले हर्का साम्पाङ सुमिना हिँड्नु हिँड्नु बुवा हिँड्नु हिँड्नु डुल्नु तपाईँलाई नै डुलाउनु लिएको होइन यो ढुङ्गा फुटेको देखाएको होला क्या गिटी सुमिना ओ त कुन कुन भालेमा बसेस् भन् कुखुरा भालु यो त भालु हो सोइ यो चाहिँ भालु है यो चिल हो यो उल्लु हो त्यो पनि उल्लु हो स्याल हो थरी थरी क्या पो रहेछ नि त यहाँ त बस्ने ठाउँ पनि भालु बुवा ओइ जे पाइते मेरो छोरालाई मेरो डायमन्डलाई सानो यता हालिदेऊ चरा चरा यो यसको चाहिँ सक्यो बुवा अरे यसको चाहिँ अब अर्को किन्नु बाँकी छ लु अलि आराधना लु जाउँ बनाउँदै रहेछ अझै बनाउँदै रहेछ यो चाहिँ के हो लु सुमी आइज बुवा र मम्मीको फोटो खिच्नुहुन्छ होला नि म खिचिदिन्थेँ बुवा पनि भिडियो गर्दै हिँड्दै हुन्छ
बाटो त खतरा रहेछ त गोरेटो मंगलबारे त निस्किन भ्याइँदैन होला हामी त कता ओइ मंगलबारे रे मंगलबारे निस्किम भन्दैछ म र बुवा त अनि भिडियो रेकर्डिङ नि हौ आमै यो बनाउँदै गर के भन्छ यसलाई हैन आरा धारा कि कहाँनिर अनि यही पाइप त अनि बोकेर ल्याएको होला त अनि अस्ति नै साफी 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 मान्छे भाइरल हुन्छ हिरो हिरो हिरोनी सिङ्गर सिङ्गरनी आएर यही पाइप उठाएको होइन त कति मिठो केरा हेर्दै भागेपछि बोलाउनु न हामीलाई पनि हामीलाई पनि यो केरा पाकेपछि बोलाउनु हस् ए भइहाल्छ नि अहिले त्यहाँ म छोड काउन्टरमा मान्छेलाई नभेटे नि मेसेन्जरमा पठाइदिनु ल म काउन्टरमा छोड्दै राख्छु ल बहिनीलाई दिँदा हुन्छ हुन्छ माछा छ अन्त रमायो त हेर माछा दिदी थरी थरीका माछा डायमन्ड कुन माछा मन पर्यो टिप एउटा ओइ पोइ कुन 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 माछा कुन ओरेन्ज माछा पनि रहेछ नि खुसी भयो भाइलाई देखेर तिमीले भन्दा पहिला उसले देखेको के देखाउँछौ आइजा भन मेरो डल्लेलाई पनि माछा देखाम जहिले मेरो माछाको एक खोलामा माछा माछा भनेर चाहिँ खेल्छ यसलाई हालिदिउँ न पक्रिन्छ होला एउटा त ल उहाँ चाहिँ लप पर्दै छैन माछा ऊ गफ गर्दैछ हामीलाई हेर्ने थुप्रै आयो भनेर लप पर्दैछ भने चाहिँ लास लाग्दैन तिनीहरूलाई यो त अस्ति त सानो सानो अहिले ठुल्ठुलो भएछ होइन कहाँ गए नि हाम्रा मित्रजनहरू अहिले त यहाँ न कोइनहरू पनि रहेछ त कसले खालेको नि कोइनहरू टिप्न टिप्ला ऊ टिकटकमा हालेर कोइन भन्नुपर्छ कत्रो आयो कत्रो आयो भाइ उयो आन ठुलो उयो आन उयो चाहिँ ठुलो के उता आएछस् रक्सी 3 पानी मेरो आँखामा अस्ति परेर बसेको अझै बिजाक छ निस्केकै छैन फोटो खिचौँ न यहाँनिर हामी के हेरेको यति साह्रो छ होइन फोटो खिच्न आऊ प्रो माछा पक्री 10 चोटि घुम्न आउँदा पनि चित्त बुझेन नि अन्त नि ल बस्नु यहाँ भएन अब त यहाँ पुस्नु न आँखाको पुस्नु अर्कोपट्टि किन छोड्नु बित्थामा बल्ल बल्ल हिरो नि बन्न पाएको नचुनु है साइडमा कसै होला यता 4 जना पनि खिच्नु न बाजे येल्लो माछा भन्न गोल्डन माछा मलाई मन पर्यो भनेको मेरो माछा मेरो
ओरेन्ज ओरेन्ज उसले झन् कत्रो देखाइदियो कुन मन पर्यो कुन सबै मन पर्यो माछा माछा भन्नुपर्छ तेरो उली उली गर्दै अहिले हल्ला गर्छ सबैलाई बबुल गराएर ओइ लड्ला चाहिँ पक्री 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 माछा 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 पक्रिनु पाए त भन्दै होला कत्लो अनि नानी कत्ले माछा भन्न ताता हैन माछा फिस भन् नानी कस्तो माछा मेरो कस्तो माछा यो अमै कस्तो माछा हो परी दिदीको माछा भन् अनि त्यो मेरो माछा हो त्यो कराएर कराएर त फुरुक्कै भइसक्यो क्या अर्को लुगा फेर्देको त्यसलाई चाहिँ यसलाई जुम 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 ओइ माछाले खान्छ ओइ के भएको नमानेको छोड 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 हिँड हाल्नु मा एक कोरो लाग्छस् लुजुम हिँड अब अर्को ठाउँ नमस्ते ओइ नमस्ते गर नमस्ते नमस्ते सेवा गर लुजुम लुजुम जुम ले हिँड्नु भयो जुम हिँड्नु चिन्डोको पानी होइन ऊ यहाँ फेरि लड्दै अब डन भएर अगाडि अगाडि पो कुद्दैछ त अब कहाँ जाने बाई गर यता फर्केर ओइ डल्लु बाबु यता फर्केर बाई गर सबैलाई पानी खाने मलाई पनि एक गिलास दे साह्रो मिठो रहेछ पानी त चिसो मिठो मिठो पानी खाम घरतिर जाम अब रात पऱ्यो ओइ सिमसार निस्किने कि ननिस्किने सिमसार ओइ छ्या हौ कति काली देखेको हौ झन् फाउन्डेसन क्रिम लाएर आएको झन् गोरी न गोरी देख्नु पर्ने झन् काली न काली बनिएको छ त मेरो पनि भिभो त भिभो नङ देखाएको रे मेरो पनि छ है गाई हेलो गाइस हेलो गाइस भन् भाइ गाइसहरु भन्छ हेलो गाइस भन्दै नानी म भन्छ कत्लु 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 पानी भन्छ कहाँ खेलाउनु रे उहाँ देखेर मम्मीको बुवाकै हाम्रो बुवा ए हिरोको एन्ट्री भयो है पछाडि हामी हेरेको हेरै हामी हेरेको हेरै लाली गुराँसमा फुलेर हामी त हेरेको हेरै हेरेको हेरेको भयौँ नि हो लाली गुराँस ल्याएर धुरु धुरु आयो ओइ क्यामेरामा पो सानो सानो कलिलो कलिलोहरू हेर नहेर पनि है के थियो छिपेको छिपेको हेर हामी हेरेको हेरै देखाउँछ है यता लेख हेलो गाई यो हुन्छ यो त्यो चाहिँ नयाँ टेक्निक क्या मेरो फेरि गर्दा त्यो देखा त कुच्चेको फेरि गर्दा फेरि गर न नानी यता यता पानीमा जानुपर्छ यसो नआउनु पाए कति मजा आउँछ कस्तो गोरी देखा हो तेरोमा त अनि मेरो मोबाइल हो नि त अर्को र भन्दा म पो गोरी रहेछु त नि अनि तै त गोरी सस्ता नि म भनेको अब देखाउँदैछौ
रेकर्डिङ मैले अघि भिडियो बनाएको छु उनीहरूको कहाँ जाने बाबु कहाँ जाने कहाँ जाने यो फुलहरू अब अर्को पार्क ओइ 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 कता जाने हो यो भाइ कहाँ जानु कुन पार्क अझै एउटा पार्क छ खोइ मम्मीहरू यता आउँदै हुन्छ के गर्नु अन्त जाऊँ न भने टिकट कुन भित्र कुन भित्र पस्नु अब ए कहाँ दादा गयो भनेर हेर्नु न मेरो छोरा बाउ त फ्रीमा हामी चाहिँ चिलीमा पर्दैन यहाँ आएर नि तिमी यहाँ छौ मामुसँग आउने मामुले नबोकेला हो गालीलाई के मोबाइल सब बनाइदिनु पैसा हाई भन्नु कता जाने बाबु कता जाने दादा भन दादा पखन टिकट दिदीले टिकट काट्दै हुन्छ होलिया गर्दै हाम्रो अर्को डिपार्टमेन्ट गोरी हेर्न यस्तो जति गरेर नङै देखाउँछ नभकै नङ खोत्रे नङ नक्कली नङ लाएर कति गोरी देखेको दुईजना देवर भाउजू त जाने गोली सक्यो मेरो मादल फेरि मान्दैन कोहीसँग कुदेको गोरु कुदे जस्तै अघि पाइँदैन किन ओइ त्यता किन गएको त्यता जानु पाइँदैन उल्लु बनायो बडा मजा आयो हतार निस्किँदै रहेछ क्या फेरि फोटो खिच्चेस् दाँत धेरै पलाएको बच्चा होइन यो बच्चा लोइ बाबु यत्रो बच्चाको लागि भने लेखेको पढिनस् बाबा पढिन क्या ठुलो मान्छे जस्तो लागेर होइन तिमी मान त के भएको मान्न ला यसले होइन आइज होइन फ्रुटीमा आएको ला फालिदियो होइन कता जा रे जाऊ राखिदिनु त ऊ बोलाउँदैछ क्या त्यसलाई साथी उसले ठाउँ छोडिदिएको हेर्नु न ठाउँ बाटो हुनु पर्दैन ती बस बोलाउँछ हौ साथी कसैको नभएको छोरा कालु माया गर भाइलाई माया गर त माया गर्दा त लड्छ है बोक एकजनाले भाइ ओइ सुमिना त बोक भाइ नबोक्ने एकछिन यहाँ अब यो फेरि बनाइन्छ त्यही भएर यहाँ लाउनु पर्यो फेरि भरेदेखि बोक्लास अनि यहाँ मान्दैन गर्मी भएर खोलेको त बरु तिमीहरूको 3 जुरे भन्दा त यो ठिक छ अहिले कुटिस मेरो हिरालाललाई
अनि एउटा पोस्ट गर्छन् क्या अहिले उसको आएर अहिले लाइक हानिरहेको हुनुपर्छ फेरि उसकै आइरहेको छ है जासमी त पनि खोइ मम्मी र बुवा चाहिँ खोइ आउँदै हुन्छ को जानुभयो आउनु भएको छैन त अनि कति लेट आमा भेडालाई हिरो देखिरहेको छ पक्नुमा फोटो खिचिदिनु काँक्रा भेडा ओइ आमै खेलो खेलो काली खेलो 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 भयो लाई 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 आहा चिप्लेटी खेल डरले चिप्लेटी खेल दादा भन भाइ भन्छ त म चिप्लेटी खेलाए भन खेलिस् त चिप्लेटी छोरी भएर छोरी हो छोरी उ त ठुलोमा खेलाइदिनु नि ठुलो खेलाइदिनु न ठुलोमा कति मजा लाग्यो यसलाई यहाँ यसलाई म यस्तै किनिदिन्छु अब लड आम्बुम यताबाट आइज यता गाउँदै हेर्न खेल्दैछ दादा दिदा लु भयो अब कति खेलेको एक कोरा पो लाग्छ त अब सानोमा अरे ल फेरि तीदेखि म छ अरे दाँत झर्छ अहिले अब उता अरे अब उता के हो यो कता 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 अरे हो यसलाई पनि ल पकाइ 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 लु 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 सर र छोड न तिमी लु सर र लु उता डगडाउँछ टाउकोमा चाहिँ झन्डै जान्दैन है जान्दैन जान्दैन त्यो जान्दैन यो मात्रै जान्दछ अम्मा सरी जिउै थाम्नु सक्दैन लड्छ 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 लु भयो हिँड अङ्कलहरू यहाँ आउन आँटेको गरे भर्खर कहाँनिर गएर पार्टी खाएछ त भने करा न डरायो 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 निकाल 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 डरायो त्यो डरायो निकाल ढङमा हाल्दैन ए ढङमा त फोहोर रहेछ पुरै फोहोर रहेछ नगर
अब यसरी भिडियो बनाउँदै त हिँड्नु होला नि नानी आइसक्रिम झर्का नि मेरो छि होइन त्यो टोक्नु खोजेको हो तेरो टोक्दैन नि फेरि करापा पाएर बसिसकेको बुवा बसिसकेको देखाउँदैछ किन टोकिस आया भयो आया भयो अरे दिदीलाई टोक्यौ आउनु